उहाँलाई आज हामी मलेसिया एयरलाइन्स मार्फत नेपाल पठाउँदैछौँ। 1 महिना सेल्टर हाउसमा बसे समेत आज उहाँको मलेसिया एयरलाइन्स मार्फत नेपाल प्रस्थान हुँदैछ र जुन चाहिँ 14 वर्षदेखि मलेसियामा रहेको र 9 वर्ष यता चाहिँ घर परिवारसँग सम्पर्क नभएर चाहिँ घर परिवारले पनि मलेसियामै चाहिँ बितिसक्यो भने एउटा उहाँहरूले त्यो खालको माया मारिसकेको अवस्थामा मैले केलाङ स्थित एउटा ठाउँमा फेला पारेर भिडियो हालेपछि उहाँहरूको घर परिवारसँग पुगेको थियो उक्त भिडियो र घर परिवारसँग सम्पर्क भएपछि हामीले चाहिँ घर परिवारसँग चाहिँ सम्पर्क गरिसकेर हामीले आज उहाँहरूको फ्यामिली मार्फत समन्वय भएर र ट्राभल डकुमेन्टको लागि नेपाल दूतावास मलेसियालाई विशेष धन्यवाद दिन चाहन्छु। त्यसै गरी हामीले उहाँलाई इमिग्रेसनमा तिर्नुपर्ने फाइन, त्यसै गरी नेपालबाट उहाँको सेल्टर हाउसमा 1 महिनाको बसाइको लागि तिर्नुपर्ने चाहिँ त्यहाँको पेमेन्ट, त्यसै गरी फ्लाइट टिकट सबै उहाँको फ्यामिलीहरूले गर्नुभएको छ।